सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै। विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग। स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड। चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा। द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने। र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि सुरु हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने। अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने अडान कायमै राखेपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शाहले गएको 17 गते आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर त्यो भनाई सच्याई अभिलेखबाट हटाउनु पर्ने माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्। एक हप्तादेखि अवरोध खुलाउने प्रयासमा आज पनि प्रगति नभएको हो। आज संसद बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। बैठकमा रासोपाले दलका नेताहरूलाई सरकारका काम कारबाहीबारे पनि सुझाव दिन भनेको थियो। बैठकमा विपक्षी दलले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे सदनमा जवाफ दिन माग गरे। तर सभापति लामिछानेले आफ्नो अभिव्यक्तिको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा नआउने जानकारी दिनुभयो। त्यसपछि बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्दलाई उहाँकै मुखबाट सच्याउनु पर्छ भन्ने आफूहरूको माग रहेको बताउनुभयो। यस्तै नेकपा एमालेकी सचिव पद्मा अर्यालले सदनबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प अघि सार्नुभयो। तर सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोजेपछि विपक्षी दलले उभिएर विरोध गरे। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक पुनः नबसी सूचना टाँसेर भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटोलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा 1 हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भुषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत चौथो पटक मन्त्री बन्नुभएको हो। पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दाबी गरी झुट्टो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित 7 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगञ्ज 3 का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत सडक कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोककी रीता भट्टराईलाई प्रतिवादी बनाएको थियो। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगञ्जका मेयर सिंह गएको हप्ता धरौटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाएको छ। वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गएको हप्ता पक्राउ परी धरौटीमा छुटेका थिए। भ्रष्टाचारको मुद्दा खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर बनेका छन्। हुम्ला बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले विवाद तत्काल शान्त देखिए पनि दीर्घकालीन समाधान नभएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधि, पालिका प्रशासन र सरोकारवाला पक्षबीच निरन्तर समन्वय तथा संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले गृह मन्त्रालयलाई सीमा विवाद समाधानका लागि निरन्तर पहल गर्न, तिनै तहका जनप्रतिनिधि बीच समन्वय बढाउन र स्थानीय बासिन्दाको मानव अधिकार, शान्ति र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो। यस्तै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विवादित सीमा क्षेत्रमा प्रहरी प्रधान कार्यालयको स्वीकृति बिना
प्रदेश सरकारले बजेट विनियोजन गरी चौकी निर्माण थालिएपछि झडप भएको जानकारी दिनुभयो। प्रहरीको प्रारम्भिक अध्ययन अनुसार यो सीमा विवादको पृष्ठभूमिमा जडीबुटी व्यापार, ओसार प्रसार र चीनतर्फको व्यापारिक पहुँच सम्बन्धी विषय मुख्य कारण रहेको देखिएको छ। यसअघि कार्तिक महिनामा पनि चरीचरण विषयमा दुई पक्षबीच झडप भएको उहाँले बताउँदै विवादको स्थायी समाधानका लागि प्रहरी चौकी स्थापनाको सुझाव आएको जानकारी दिनुभयो। बजेटमा प्रस्तुत गरेका करका दरमा हेरफेर गरेको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ। सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आजको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको भन्दै संसदमा टेबल भएको प्रस्तावका विषयमा संसद बाहिर थपकर गर्न नपाइने बताए। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार आलोचना खेप्नुपर्ने अवस्था आए पनि कर पुनर्संरचना गरेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले आन्तरिक उत्पादन संरक्षणका लागि कर संरचनामा परिवर्तन गरेको बताउनुभयो। अन्तःशुल्क हटाएर आन्तरिक उत्पादन संरक्षण शुल्कको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्तो शुल्क आयातित वस्तुमा मात्रै लाग्ने र स्वदेशी उत्पादनमा नलाग्ने भएकाले आन्तरिक उत्पादनलाई संरक्षण पुग्ने बताउनुभयो। उहाँले लामो समयदेखि छुन नसकेका संस्थाहरूको पुनर्संरचना गर्न पनि सरकारले हात हालेको बताउनुभयो। उहाँले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो। पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने दावी गर्नुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोष IMFले विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई 4 करोड 29 लाख डलर अर्थात् 6.5 अर्ब रुपियाँ भन्दा धेरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनागत सुधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको IMFले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी संरचना सुदृढ बनाउने, कानुनी सुधार गर्ने तथा सार्वजनिक संस्थाहरूको जवाफदेहिता बढाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ। यो सहित विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता 38 करोड 41 लाख अमेरिकी डलर पुगेको छ। IMFले चालु आर्थिक वर्ष 2025-26मा नेपालको आर्थिक वृद्धि 3% रहने प्रक्षेपण गरेको छ। राजनैतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो। बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि 3 दिनका लागि विद्यालय बन्द गरेको छ। केही दिन यता बाँके सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिनुभयो। उहाँका अनुसार पानी नपरेमा भने बिहिबार र शुक्रबारका लागि पनि बिदा थप हुन सक्छ। उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बाँकेका विभिन्न ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशभन्दा पूर्वका क्षेत्रमा केही ठाउँमा सामान्य पानी परे पनि पश्चिम तराईमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाले मधेस र कोशी प्रदेशका तराई मधेसमा भोलिदेखि केही शीतल अनुभव भए पनि पश्चिम तराईमा आउँदो 3 दिनसम्म नै तातो दिन हुने भन्दै शरीरलाई शीतल राख्न र गर्मीबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढी न्युरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढी 30 देखि 50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामी
बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र स्टेज 2 मा शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। विश्व ब्रेन ट्युमर दिवसको अब यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसलाई जीवित राखौँ भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढी अक्सिजन उत्पादन गर्ने तथ्य औँलाउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्ज्वल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झन्डै 30% सोचेर जलवायु सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। तर अत्याधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीवजन्तुमाथि प्रत्यक्ष खतरा निम्त्याइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याका रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झन्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउन सबैको जिम्मेवारी रहेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 20.27 अङ्कले घटेर 2735.14 बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.77%ले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5 अर्ब 62 करोड रुपियाँ कारोबार भएकोमा आज 356 वटा कम्पनीका 92,36,000 किता शेयर 4 अर्ब 8 करोड रुपियाँमा किनबेच भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। उहाँले बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको हो। डेडिकेटेड फिडर र ट्रङ्क लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63औं प्रतिवेदनमा विद्युत महसुल बक्यौता 50 अर्ब 1 करोड रुपियाँ रहेको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर 1 चित्रपुरमा आउँदो असार 5 देखि 7 गतेसम्म 3 दिने आँप महोत्सव हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुने यस महोत्सवमा स्थानीय जातका आँप तथा आँपजन्य परिकारको प्रदर्शनीमा राखिनेछ। पर्यटकले बगैँचा अवलोकन गर्न, रुखबाट आँप टिप्ने अनुभव लिन तथा ताजा आँप खरिद गर्न पाउनेछन्। अब विदेशका खबर। चीनका राष्ट्रपति सी जिनपिङ 7 वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। 2 दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा उच्च स्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। चिनिया समाचार संस्था सिन्हाओका अनुसार सीसँग उनकी पत्नी पेङ लियुआन, विदेश मन्त्री वाङ यी तथा कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। गएको वर्ष बेजिङमा भएको भेटपछि सी र किम बीचको यो पहिलो औपचारिक शिखर वार्ता हो। यो भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँगको शिखर वार्तापछि भएको हो। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आउनुभएको छ भने यस वर्ष दुवै देश बीचको पारस्परिक रक्षा सन्धिले 65 वर्ष पूरा गरेको छ। विश्लेषकका अनुसार यो भ्रमणलाई केवल नियमित कूटनीतिक भेटवार्ता नभई उत्तर पूर्वी एसियाको बदलिदो शक्ति समीकरणलाई प्रभावित पार्ने महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड
साइक्लोमोलोजी मिन्डानोआका 6वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरेको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै यसो अब हटाइएको खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डिएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, शाहिद बासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यस्तै नेपाली T20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले सन् 2018 मा नेदरल्यान्डसँगको खेलमा T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रपछि सोमपाल कामी 92 र करण केसी 91 खेल खेलेका छन्। फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आउँदो बिहिबार रातिदेखि सुरु हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता यसैका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन भएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यस्तै नयाँ प्रविधिहरूको पनि प्रयोग हुँदैछ। थप चर्चा साथी विकास चापागाईबाट। फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 यस अघिका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। आउँदो बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 वटा टोली सहभागी हुँदैछन्। यसअघि सन् 1998 देखि 2022 सम्म 32 टोलीले खेल्दै आएका थिए। टोली संख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन्। त्यस्तै प्रतियोगिता 3 देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ। खेलहरू अमेरिका, क्यानाडा र मेक्सिकोका 16 वटा शहरमा सञ्चालन हुनेछन्। नयाँ ढाँचा अनुसार 48 टोलीलाई 12 वटा समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली रहनेछन्। समूहका शीर्ष 2 टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने 8 वटा तेस्रो स्थानका टोली पनि नक आउट चरणमा पुग्नेछन्। पहिलो पटक राउन्ड अफ 32 समावेश गरिएको छ। त्यसपछि राउन्ड अफ 16, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनल हुनेछ। यसका कारण उपाधि जित्ने टोलीले अब 7 होइन 8 खेल खेल्नुपर्नेछ। टोली संख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेख्य रूपमा बढेका छन्। सन् 2022 को कतार विश्वकपमा 64 खेल भएका थिए भने यसपालि 104 खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। यसैगरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ। अघिल्ला विश्वकप भन्दा लामो समय चल्ने यो प्रतियोगिता झण्डै 39 दिनसम्म सञ्चालन हुनेछ। फिफाले विश्वकप 2026 लाई इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ। विश्व फुटबलको नियम बनाउने निकाय आइएफएबी र फिफाले विश्वकप अघि नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेका हुन्। विश्वकपमा अब अफसाइड निर्णय अझ छिटो हुने भएको छ। नयाँ सेमी अटोमेटेड अफसाइड प्रविधि मार्फत सहायक रेफ्रीले तत्काल सूचना प्राप्त गर्नेछन् र स्पष्ट अफसाइडमा तुरन्त झण्डा उठाउन सक्नेछन्। साथै अत्याधुनिक क्यामेरा, बलमा जडित सेन्सर तथा 3D अवतार प्रविधिको प्रयोग गरिनेछ। समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न गोलकिपर र
खेलाडीमाथि कडाई गरिएको छ। थ्रो इन र गोल किक 5 सेकेन्डभित्रै लिनुपर्नेछ। समय सीमा नागेमा विपक्षी टोलीलाई बलको अधिकार दिइनेछ वा कर्नर प्रदान गरिनेछ। प्रतिस्थापन गरिएका खेलाडीले 10 सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ। ढिला गरेमा मैदान प्रवेश गर्ने नयाँ खेलाडीलाई अतिरिक्त 1 मिनट कुर्नुपर्ने व्यवस्था गरिएको छ। VAR को अधिकार क्षेत्र पनि विस्तार गरिएको छ। अब गलत कर्नर निर्णय, दोस्रो पहेँलो कार्डका घटनाहरू तथा कर्नर वा फ्रीकिक अघि भएका फाउलहरूको समेत समीक्षा गर्न सकिनेछ। खेलाडीको व्यवहार सम्बन्धी नियम पनि कडा बनाइएको छ। विवादका क्रममा मुख छोपेर कुरा गर्ने खेलाडी वा प्रशिक्षकलाई सिधै रातो कार्ड देखाउन मिल्नेछ। रेफ्रीको निर्णय विरुद्ध प्रदर्शन स्वरूप मैदान छाडेमा पनि रातो कार्डको व्यवस्था गरिएको छ। घाइते खेलाडीको उपचार सम्बन्धी नियम पनि परिवर्तन गरिएको छ। उपचारका लागि मैदान बाहिर गएका खेलाडी कम्तीमा 1 मिनटसम्म मैदानमा फर्किन पाउने छैनन्। यसले नक्कली चोट देखाएर खेल रोक्ने प्रवृत्ति नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। फिफाका अनुसार यी परिवर्तनले खेलको गति बढाउने, रेफ्रीका निर्णयलाई थप विश्वसनीय बनाउने तथा दर्शकको अनुभव सुधार गर्ने लक्ष्य राखिएको छ। सन् 2026 को फिफा विश्वकपमा 3 फुटबल सुपरस्टारले नयाँ इतिहास रच्ने भएका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र मेक्सिकोका गुइलेर्मो ओचोआ लगातार 6औं पटक विश्वकप खेल्ने दुर्लभ उपलब्धिको सङ्घारमा पुगेका छन्। विश्व फुटबलका धेरै जसो स्टार खेलाडी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन्। केही खेलाडीको देश नै छनौट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन्। केही चर्चित खेलाडीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै। विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग। स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड। चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने। र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि सुरु हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।